भन नि अब रातो बल्छ सुरु भयो ल तिमी लगाऊ अब यो लामो नबनाउनु धेरै कति त यो घरेन बिचार लु तिमी लगाइसक अनि परदेशीले झोला बोल्दैछ फाइनली अब यो लगाइसक्यो त्यति लामो बनाएर माथि ठोका भने त्यही त भन्ने त्यही त तराइ छ त नाम के हो नाम ओम श्रेष्ठ पेपरको एकदम भिजेर यति लाग्यो भएछ गरौँ भयो यो पनि बल दिनु पर्ने क्या अनि त्यसै हुन्छ क्या यसले चाहिँ अब कस्तो देखाउँछ यसले चाहिँ अगाडि हेर्नु देखाउँछ होइन मलाई भने तपाईँलाई आफैले भन्नु होइन यसले त धेरै केयरफुल हुन सिकाउने भयो अलि अग्लो बनाऊ न अब चाहिँ यसले सबैतिरको घुमेर आउँछ कि के हो अहिले त अगाडि जस्तो नै देखिरहेको छ नि पछाडि गर्दा नि भयो त अब के यसो गर्नु होइन यहीँ खिच्ने ठाउँ छ नि त्यत्तिकै गर न घुमाउँदै अब यो अनुभव हाम्रो सिकाइ त हो होइन भन्नु न त लगिदिउँ अलि बनायो हुन्छ सिधै माथि यसरी खडा नि हुन्छ त्यसै गर्ने हौ दुईतिर के आउँछ अरे यसको अहिले भएर हेरौँ न फेरि भएन नि फाइनल्ली हामी चाहिँ चियाबारीबाट चाहिँ खाजा खाएर चाहिँ निस्किसकेको छौँ यात्रा सुरु हो हाम्रो यात्रा सुरु हो हेर्दैछु साइडतिरबाट हामीले चाहिँ भिडियो गर्नु पर्ने हुन्छ होइन खाना खाएर हिँड्यो अघि उता बनाएको भिडियो चाहिँ अनि भएन रहेछ फेरि आउनु थाल्यो त पानी त फेरि अब यात्रा चाहिँ खासै राम्रो चाहिँ होला जस्तो छैन त्यही त फर्स्ट टाइम लङ राइड हो फेरि एकदमै रमाइलो भइरहेको है रमाइलोको साथसाथै चाहिँ अलिकति नरमाइलो पनि भइरहेछ पानीले जित्छ भने पानीले जित्छ भएर त्यही माथि सँगै आएको साथीबाट पनि अब के भन्नु सँगैको साथी छोडेर पनि आउनुपर्ने भयो त्यही भएर अलिक नरमाइलो चाहिँ लागिरहेछ कोही बात नहीं
ब्रेक सेप भन्नु कि भनेन हजुर सेप भन्नु कि भनेन भन न कहीँ थिचेकै छैन मैले दाहिनापट्टिको गोलोमा गोलमा थिच्ने क्लच